गरिमामय यस सभामा उपस्थित सम्पूर्ण विद्वत्वर्ग एवं मलाई सुनिरहनुभएका सम्पूर्ण महानुभावहरूमा सादर नमस्कार। म दिग्विजय लामिछाने। आजको मेरो वक्तव्यको विषय रहेको छ हरेक क्षेत्रमा विकास र सुधारको नयाँ थालनी, समृद्ध नेपाल, सुखी नेपाली। मलाई अचम्म लाग्छ महोदय, फुटपाथको ठेलादेखि सांसदका भेलासम्मकाले समृद्धिको सपना देखेका छन्। कोही दिनरात सडकमा ढुङ्गामुढा गरेर त कोही उखानटुक्काको भाषणै दिएर समृद्धि ल्याउने सपना देखाइरहेका छन्। अनि हामी जस्ता आम जनता गरिबी र भोकमारीमाथि समृद्धिको झुटो आडम्बर ओढेर नारा लगाइरहेका छौँ, समृद्ध नेपाल सुखी नेपाली, समृद्ध नेपाल सुखी नेपाली। के घाँस र कपासको आसमा प्रेयसीको तस्बिर मुटुमा टाँसेर परिवारको जिम्मेवारी काँधमा बोकेर खानीबाट टुक्रिएका हिराहरू किराको भाउमा खाडीमा बेचिनु समृद्धि हो? के पृथ्वीनारायण शाहले बनाउन खोजेको देश यही हो? के बिपी कोइराला र मदन भण्डारी जस्ता नेताहरूले देखेका समृद्धिको स्वप्न यस्तै हो? होइन महोदय, यदि तपाईँ देशको कलकलाउँदो युवालाई पत्याउनुहुन्छ भने समृद्धिको वास्तविक अर्थ आज मेरो मुखबाट सुन्नुहोस्। महोदय, समृद्ध राष्ट्रका 4 आधारहरू हुन्छन्: स्थायित्व, सुशासन, सामाजिक न्याय र विकास। जब कुनै राष्ट्रका यी 4वटै आधारहरू प्रबल र सुदृढ हुन्छन् तब मात्र त्यो राष्ट्रलाई समृद्ध र जनतालाई सुखी मानिन्छ। जसरी हरेक भिटामिनको मात्रा पुगेपछि शरीर सुन्दर र स्वस्थ हुन्छ, त्यसैगरी हरेक क्षेत्रमा विकास भएपछि राष्ट्र समृद्ध हुन्छ। महोदय, गणतन्त्रपछिको 16 वर्षमा नेपालमा 13वटा सरकार परिवर्तित भइसके। यो कृषि प्रधान मुलुक नेपाललाई कुर्सी प्रधान बनाएर कुकुर बिरालोको जुन खेल खेलिँदैछ त्यसले समृद्धि ल्याउँदैन महोदय। जब देशले एउटा योग्य र स्थिर सरकार पाउँछ अनि बल्ल राष्ट्रले समृद्धिको पहिलो कदम चाल्छ। महोदय, भ्रष्टाचार, घुसखोरी र भतिजवादले हाम्रो देशलाई भित्रीबाट खोक्रो बनाइरहेको छ। नेपालको 56% सम्पत्ति 20% धनाढ्यहरूसँग छ भने तल्लो 20% जनताले केवल 4% सम्पत्तिले गुजारा चलाइरहेका छन्। के यही हो कार्ल मार्क्सले बताएको समाजवाद? एकपटक आफै विचार गर्नुहोस् महोदय, जुन देशका 20.3% जनता आज पनि गरिबीको पातलमा भासिरहेका छन्, त्यो मुलुकलाई समृद्ध भनेर खुसी हुनु कहाँसम्मको उचित हो? महोदय, वास्तवमै गर्न खोज्ने हो भने मेरो देशमा सम्भावना र अवसरहरूको कुनै कमी छैन। सबै नेपाली एकजुट भएर 83,000 मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता रहेका नेपालका नदीहरूबाट अधिकतम बिजुली उत्पादन गरेर सारा दक्षिण एसियालाई नै जगमग पारिदिउँ न। एउटा रोप्दा लाख फलाइदिने उर्वरा शक्तियुक्त यो माटोमा खेती नै गरेर आफ्नो सम्पूर्ण सपना साकार पारिदिउँ न। धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय स्थलहरूको विकास र प्रवर्धन गरेर विश्वका पर्यटकहरूलाई बद्रीनाथको सट्टा मुक्तिनाथ आउने, ताजमहलको सट्टा रानी महल आउने वातावरण सिर्जना गरिदिउँ न। हामी सक्दैनौँ र अवश्य सक्छौँ, तर विडम्बनाको कुरा हामी गर्नै चाहँदैनौँ। या को बस्छ नेपालमा? 12 सक्ने बित्तिकै होइन महोदय, एउटा अस्तित्व सत्य आज मेरै मुखबाट सुन्नुहोस्। जबसम्म यो मुलुकका नागरिक पराया मुलुकमा गएर दासतन्त्रमा बाँच्नका लागि लालयित हुन्छन् तबसम्म यो मुलुकको अवस्था जुनसुकै तन्त्र आए पनि सुध्रिनेवाला छैन। महोदय, उडेर गयो जहाज पड्कने, गुडेर गयो पहाड भत्कने, यो मुलुकको यातायातलाई सुरक्षित बनाउनु समृद्धि हो। शिक्षा, स्वास्थ्य, सडक सञ्चारसँगै संस्कार र संस्कृतिलाई विकासको आधार मानेर प्रवर्धन गर्नु समृद्धि हो। देशका जनतालाई सक्षम बनाएर देशमै रोजगारको अवस्था सिर्जना गर्नु समृद्धि हो। देशमा सुशासन र सामाजिक न्याय कायम गर्दै सरकार र जनता दुवै मिलेर हरेक क्षेत्रमा विकासको थालनी गर्नु वास्तविक समृद्धि हो। उद्यमे नहि सिद्ध्यन्ति कार्याणि न मनोरथैः। सपना देखेर मात्र हुँदैन महोदय, कार्यसिद्धिका लागि श्रम नै गर्नुपर्छ। सतीले सरापेको यो देश कहिल्यै बन्दैन भनेर हरेस खानुको सट्टा कुमारीले आशिष दिएको मेरो देश म अवश्य बनाउँछु भनेर लागि परे कसो देश नबन्ला र? अतः समय पछिको श्रम व्यर्थ हुन्छ महोदय। यो देश बनाउने समय यही हो। आजदेखि नै सारा नेपालीले छातीमा हात राखेर मेरो देशमा आफै बनाउँछु भनेर लागि परे अवश्य पनि भविष्यमा हरेक नेपालीले संसारका अघि स्वाभिमानका साथ छाती पेर्दै भन्न सक्नेछन्, हाम्रो समृद्ध नेपाल, म सुखी नेपाली। यति भन्दै समृद्ध नेपालमा आफै बनाउने अठोट गर्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद।